ओके, आफ्टर अ लङ टाइम मैले फेरि भिडियो हालेँ है, धेरै ग्याप भयो। टाइटल खासै त्यस्तो केही रोचक थिएन। अब भनेअनुसार जेपिटी फर्मको आज लास्ट डेट हो, डेडलाइन। जसले स्टुडेन्ट भिजामा एप्लाई गरिदिनुहुन्छ उहाँहरूलाई बेस्ट अफ लक। अनि जेएलसिटीको पनि फर्म छिटै बन्द हुँदैछ, त्यसको लागि पनि फर्म भरिहाल्नु होला। अनि एक्जाम दिनेहरूलाई धेरै धेरै बेस्ट अफ लक है। अब बाँकी भनेको स्ट्रिम भिजा सम्बन्धी केही अपडेट दिन आएँ मैले, किनभने चाहिँ अक्टोबर इन्टेकको लागि सिओईहरू आइसकेको छ लगभग, आउँदैछ। टोकियोको आइसक्यो लगभग होइन। बाँकी भनेको स्टुडेन्ट भिजामा अब सिओई आइसकेपछि फर्दर के गर्ने भनेर धेरैजना कन्फ्युजनमा हुनुहुन्छ होला। एज पर कन्सल्टेन्सीबाट पनि गाइडलाइन्स त पाइन्छ होइन, तर कन्सल्टेन्सीले भनिसकेपछिको तपाईँको कस्टहरू के कसो छ त भन्ने कुरा एउटा हेरौँ है त। तपाईँहरूले पहिला गर्नुभएको मिस्टेक भनेको के थियो भनेर, र पछि अब त्यो मिस्टेकलाई सच्याउनको लागि के गर्न सकिन्छ भन्ने कुरा हेरौँ। फर्स्ट अफ अल सिओई आउनेहरूलाई धेरै धेरै कङ्ग्रेचुलेसन्स, किनकि अब तपाईँहरूको फर्दर लाइफ एकदमै इन्टरटेनिङ, रोचक, धेरै सस्पेन्स थ्रिलरबाट भरिपूर्ण हुनेवाला छ। अनि अब तपाईँले गल्ती के गर्नुभयो भनेपछि कन्सल्टेन्सीले चुज गरिदिएको युनिभर्सिटी अथवा ठाउँमा तपाईँले एप्लाई गर्नुभयो होइन। अनि त्यही कारणले गर्दाखेरि अब तपाईँलाई कस्ट महँगो पर्न सक्छ, सस्तो पर्न सक्छ होइन। कतिपय कन्सल्टेन्सीहरूले अब त्यो अनुसारको हुन्छ, सस्तो भनेर पनि अब महँगो आइरहेछ कसैलाई। अनि अब फी स्ट्रक्चरहरू एकदमै हाई छ, अब पैसा जुटाउन गाह्रो छ, समस्या छ। त्यसको लागि चाहिँ तपाईँले फर्स्टमै के गर्नुपर्छ भने चाहिँ, यदि जापानमा कोही हुनुहुन्छ भने तपाईँले चाहिँ राम्रोसँग बुझेर कुन चाहिँ ठाउँमा सस्तो हुन्छ, काम कहाँ पाइन्छ भन्ने हिसाबले तपाईँले गर्नु पर्थ्यो। किनकि यतातिर के हुन्छ भनेपछि तपाईँ काठमाडौँमा सपोज आउनुभयो, काठमाडौँमा पनि न्यु रोडमा छुट्टै ठाउँ छ तपाईँको होइन, दिल्ली बजारमा छुट्टै ठाउँ छ, त्यस्तै गरेर तपाईँको कृतिपुरतिर छुट्टै ठाउँ छ नि। भनेको भन्न खोजेको टोकियो हो, काम पाउँछ तैँले, महँगो भयो नि केही हुँदैन भनेर तपाईँलाई एप्लाई गरिदिएको हुनसक्छ। टोकियोमै पनि त काम नपाउने ठाउँ हुनसक्छ होइन। नागोया हो गाउँठाउँ हो, अथवा नारा हो गाउँठाउँ हो भनेर भन्यो, त्यो नारामा पनि त तपाईँको काम पाउन सक्छ, ओसाकाको गाउँ एरियामा पनि त काम पाउन सक्छ नि होइन। त्यो चाहिँ तपाईँले पहिला ध्यान दिनु पर्थ्यो। अब त्यो गएको कुरा गइसके, अब फर्दर के त भनेपछि तपाईँलाई जापान गइसकेपछि फर्स्ट अफ अल तपाईँको अब अहिलेलाई चाहिँ पैसा जुटाउने टेन्सन भइरह होला, हुनैपर्छ। अब फर्स्ट अफ अल भनेको चाहिँ ल्याङ्ग्वेज चाहिँ म्यान्डेटरी गर्नु है। पैसा खोज्दै पनि गर्ने, क्लास जाँदै पनि गर्ने। अब कोहीलाई काठमाडौँमा हुनुहुन्छ, गाउँ जानु पऱ्यो पैसा खोज्न भनेपछि त्यो जाने क्रममा पनि मोबाइलमा एपहरू डाउनलोड गर्ने, किन जापानमा सर्भाइभ गर्नु छ, ल्याङ्ग्वेज म्यान्डेटरी छ। तपाईँको चाहियो ल्याङ्ग्वेज हुनै पऱ्यो काम पाउनुको लागि, कुराकानी गर्नको लागि, डेली लाइफस्टाइल बाँच्नको लागि तपाईँलाई ल्याङ्ग्वेज कम्पलसरी नै छ नि त। त्यसैले अब जति भयो क्लास जानु भएन, धेरै मिस भयो, छोडिदियो। अब फर्दर लाइफलाई के गर्ने त, ल्याङ्ग्वेज राम्रो बनाउने। अब कतिले एक्जाम एटेन्ड गर्नुभयो होला, राम्रो मार्क्स आएको छ, अब एमबिसी फेस गर्नुपर्छ कि पर्दैन मैले होइन, अथवा नराम्रो मार्क्स आएको छ, अब एमबिसी फेस गर्नुपर्छ कि पर्दैन, एमबिसीमा फालिदिन्छ कि एन त्यान भन्ने कुरा हुनसक्छ। अब त्यसको लागि चाहिँ तपाईँले पहिले प्रिपेयर भएर जानुपर्छ है। प्रिपेयर कसरी भनेपछि चाहिँ तपाईँले कन्सल्टेन्सीबाट कुराकानी गरेर तपाईँको डकुमेन्टहरूमा के छ त भनेर तपाईँले चाहिँ बुझेर, ब्याङ्कहरूदेखि लिएर सबै कुरा बुझ्नु, इन्कमहरू बुवाको इन्कम कति भन्नुभएको छ भनेर राम्रोसँग बुझ्नु। अनि त्यो बुझेअनुसारै तपाईँ अगाडि त्यो बुझ्नु, अनि बुझेर अनि तपाईँले यहाँ एमबिसीमा यो भन्नुपर्छ मैले, ब्याङ्क स्टेटमेन्टहरूदेखि लिएर सबै होइन। तपाईँको ब्याङ्क स्टेटमेन्ट तपाईँले कति देखाउनु भएको छ त्यो सबै याद गर्नु होला जापानिजमा है। मैले फेकको कुरा गरेको छैन, मैले तपाईँको ब्याङ्क स्टेटमेन्टहरूको कुरालाई चाहिँ जापानिजमा भन्न सक्ने गरी बुझ्नु भनेको छु। अनि बाँकी भनेको तपाईँको त्यहाँ गइसकेपछि अब अलिकति लेभल चाहियो होइन। एमबिसीमा जाँदाखेरि अब चट्ट भिजा लिन जाँदाखेरि तपाईँको अलिकति बोल्न सक्ने भएर, हिरागाना काताकाना अनि 100 जति खान्जी चिन्न सक्ने गरी भएर जानु होला, किनभने सी ल्याङ्ग्वेज कम्पलसरी छ जापानी। हिरागाना काताकानै आउँदैन भने त बिजोग हुन्छ, चौपटे भयो फेरि। बाँकी भनेको तपाईँको खर्च गर्नुभयो, तपाईँको लगभग 12,50,000 एन आइरहेछ भनेपछि लगभग 12 लाखकै अराउन्डमा तपाईँलाई कस्ट पर्न जान्छ। 10 लाख एन आइरहेछ भनेपछि तपाईँको लगभग 9.5 लाख जति पर्न जान्छ। रेट हेरेर पैसा डिपोजिट गर्नु होला।
एनओसीको लागि एकदमै ध्यान दिनु होला पहिला सुरु। अनि पहिला सुरुमा एनओसी ध्यान दिने, पैसा बुझाउने, अनि त्योपछि तपाईँले आफ्नो सपिङ गर्दै गर्दा पनि हुन्छ है। त्योपछि टिकट काट्ने, त्यो भिजा लिने, त्योपछि टिकट काट्ने, अनि त्योपछि जाने, गएर त्यहाँ सर्भाइभ गर्ने हो। बाँकी भनेको चाहिँ के बुझ्न चाहनुहुन्छ, नेक्स्ट भिडियो चाहिँ के टपिकमा बनाउँदा म तपाईँको लागि के गर्दा सजिलो हुन्छ, तपाईँले एकचोटि राम्रोसँग मलाई टपिक दिनु होला, म त्यो टपिककै आधारमा भिडियो बनाउँछु है। किनकि धेरै कुरा छ जापानमा, धेरै कुरालाई एउटैमा समेट्छु भन्दाखेरि अलिकति अप्ठ्यारो पर्छ मलाई। त्यसैले एउटा टपिक दिनु भने एसएसडब्ल्यू भिजामा कसरी जाने चाहिँ, अथवा गएर के काम गर्ने चाहिँ, भिजा चाहिँ गर्नु पाइन्छ कि पाइँदैन, त्यो सबै बुझ्न मन छ, के को बारेमा बुझ्न मन छ, त्यो राम्रोसँग आफूले पनि टपिक दिएर मलाई गर्नु होला। म एउटा तपाईँलाई डिटेल भिडियो बनाएर दिनेछु। यो चाहिँ मेरो 3rd भिडियो 4th भिडियो हुनसक्छ मेबी। अनि बेस्ट अफ लक स्टुडेन्ट भिजामा जाने मान्छेहरूको लागि। सी यू गाइज इन नेक्स्ट भिडियो।